हाम्रो काम जारी छ अहिले काम गर्दै छौं अहिले भेटिस लगभग निस्किसक्यो भनौं हैन आधा किलाको होला हरिसँग ल पोल्ली नै पाखाइन यिनले चाहिँ खाइसके यार गाइज वेलकम टु आवर ब्लग आज चाहिँ हामी विशेष गरी माघी पर्वको लागि भनेर जंगलतिर तरुल कोर्न काका भतिजको सल्लाहमा गइरहेका छौं सो लेट्स गो हैन हामीसँग जोडिनु होला तरुल कसरी खन्ने कसरी निकाल्ने भन्ने बारे हामी तपाईहरुलाई देखाउने नै छौं Why? What is this, guys? के हो यो मान्छेको हड्डी जस्तो छ यार हैन आज चाहिँ हामी टक्क आएको थियौं जंगलतिर हिँड्दा हिँड्दै भोक लागेर टक्क आधी बाटोमा नास्ता खाइरहेका छौं अंकल हरिश बम र दाजु रोशन बम हैन अनि हाम्रो क्यामेराम्यान हुनुहुन्छ हाम्रो दाजु मिलन बम टक्क लाएर बाटोमा हिँड्दा हिँड्दै ल केटाहरु खाऊ है ल समातेर न सबै खाइरहेका छौं हैन टक्क ब्याग पनि हाम्रो यहाँ छ है एकछिन पछि हामी जाँदै छौं तल ल काट्दा हामीले तरुल भेटिसकेका छौं हैन त्यही भएर हाम्रो काम जारी छ अहिले काम गर्दै छौं अहिले भेटिसकेका छ यता त्यही भएर तरुल खन्दै छौं काका र म है मजाले एकछिन पछि हामी तरुल निकालेको तपाईलाई भिडियो देखाउने छौं र त है आजको जंगलमा हामी के गर्ने छौं सबै देखाउने छौं है है हाम्रो के रे भिलेज नेचुरल भिलेज हाम्रो ल हाम्रो के रे हाम्रो च्यानलको नाम के रे त्यहाँ छोडिदियो ल त्यहाँ छ यहाँ ढुङ्गा निकाल त्यहाँ छोडिदियो ल गाइज तरुल हामी निस्काउँदै छौं अहिले हैन लगभग निस्किसक्यो भनौं हैन आधा किलाको होला हरिसँग वन तरुल त फेरि वन तरुल ल आधा केजीको छ है केटाहरु आधा केजीको भेटियो हैन अहिले यत्रो माको पुरै 3 किलो हुन्छ होला हैन फाइनली हामीले तरुल कोरेर ल्याइसक्यौं जंगलबाट त्यही भएर अहिले हाम्रो पोलेर खाने कार्यक्रम हुँदैछ एकछिनमा हैन दिसभरिको मेहनत हामीले 2 किलो तरुलको ल्याछौं एकछिन पछि काटेर खान्छौं पोलेर खानेछौं ल हामीले चाहिँ दिनभरि मेहनत गरेर तरुल खनेर हैन काका बडी सबै मिलेर अब चाहिँ यसलाई इन्डियनमा चाहिँ तन्दुरी भन्छन् हैन इन्डियातिर हामीले चाहिँ आगोमा सेकेर बब्बाल तरिकाले खानेछौं हैन गाइस ल पोल्ली नै पाखाइन यिनले चाहिँ खाइसके यार त्यति मिठो छ र भने अति मिठो यार जंगलको तरुल हो नि त त्यही त ल गाइस खानको लागि आउनु होला है ल तरुल चाहिए पनि सम्पर्क गर्नु होला ल यो भतुवाले पनि दियो ल भतुवा खाइदे ल अब नेक्स्ट अब ब्लगमा हामी अझै यो भन्दा खतरा खतरा काम गर्ने छौं हैन राम्रो राम्रो ब्लग लिएर आउने छौं माया गर्दिनु होला साथ सपोर्ट दिनु होला नमस्ते गाउँतिरको ब्लग हेर्नको लागि साथ दिनु होला धन्यवाद